विशेष गरी यो भिडियो चाहिँ यो रोमानियामा बस्नु भएको सबजना साथीजनालाई पानी परेको छ हैन। यस्तो पानी परिरहेको छ। अब हिउँ पर्न थाल्यो होला सायद। फेरि यो चिसोले भेट्यो भने तनाव छ। मलाई त चिसोले भेटेर हामी चाहिँ उसमा हिँडिरहेको छु। सबै यो रोमानियाहरूले पनि लगाइरहेछ छाता। 50 रुपियाँको छाता त किने हैन। भविष्य गाह्रो छ। छाताको उद्घाटन पनि गरेको छु मैले। आज छाता भर्खर किनेर भर्खर उद्घाटन पनि गरेको छु गाइज। के गर्ने गाह्रो छ। अरूले देखाउने नि कसरी देखाउने, छेकाउने पनि कसरी छेकाउने हो हैन गाइज। पानी परेको छ। यस्तो ठाउँमा छौँ हामी। गाउँ जस्तोमा टक्क आएछ। हिँड्ने हो अब के गर्ने, बाध्य त भन्न कि यस्तै भने जीवन गाह्रो छ। यहाँ डामाडोल छ।